नमस्कार, म सम्राट गौतम। तपाईँहरूलाई अचम्म लाग्न सक्ला 2023 सालको भदौ 12 गते जुन जनै पूर्णिमा लेखिएको छ नि, हो त्यो जनै पूर्णिमा नभएर जनै पूर्णिमाका सबै कार्यहरू 11 गते गर्नुपर्छ र 12 गते चाहिँ डोरो मात्रै बाँध्नुपर्ने हुन्छ। श्रावणी स्नान उपकरण विधि जसलाई भनिन्छ, खोलामा जाने, नुहाउने, जनै मन्त्रिने, मन्त्रणा गर्ने, जनै फेर्ने दिन जति पनि कार्यहरू छन् ती 11 गते गर्नुपर्ने हुन्छ मन्त्रिने कार्यहरू, र डोरो लगाउनु चाहिँ 12 गते मात्रै हुन्छ। अचम्म लाग्यो? अचम्म लाग्यो भने आउनुहोस् भिडियोमा हेर्नुहोस्, प्रमाणहरू यो भिडियोमा रहेका छन्। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति गरेका पञ्चाङ्गहरूमा 2023 सालको श्रावणी कर्म, उपकर्म, रक्षाबन्धन, ऋषि तर्पणी, जनै पूर्णिमा आदि इत्यादि लेखेर भदौ 12 गतेको दिन तोकिएको रहेछ। यसैलाई पारित गरेको रहेको छ। अब यसमा भदौ 12 गतेको तिथि मितिलाई निहालेर हेर्दाखेरि के देखियो पञ्चाङ्गमा भने, भाद्र 12 गते पूर्णिमा तिथि 8 घडी 57 पलासम्म मात्रै छ र 11 गते चतुर्दशी तिथि चाहिँ 7 घडी 8 पलासम्म मात्रै छ। भन्नुको मतलब 11 गते बिहान 7 घडी 8 पला बितिसके पछाडि पूर्णिमा तिथि लाग्छ भने 12 गते चाहिँ बिहान 8 घडी 57 पला बितिसके पछाडि प्रतिपदा तिथि लाग्छ। अब यस्तो अवस्थामा, तिथि थोरै भएको अवस्थामा अथवा दुईटा तिथिको तलमाथि भएको अवस्थामा उपकर्म कर्महरू हामी कसरी गर्ने भनेर हाम्रा शास्त्रहरूले बताएका छन्। शास्त्रमा बताइएको कुराहरू यहाँ उल्लेख गरिएको छ र शास्त्रमा भएका प्रमाणहरूको सङ्कलन नेपाल संस्कृत विश्वविद्यालयको उपप्राध्यापक दीपक पराजुली गुरुले उपलब्ध गराउनु भएको छ। र यो विषयमा धर्मसिन्धुको कुरा यहाँ उल्लेख गरिएको छ। पूर्व दिने मुहुर्तादि अनन्तरम प्रवृत्ता, द्वितीय दिने मुहुर्त द्वय त्रयादि व्यापिनी, षड मुहुर्त न्यूना तथा तैतिरीयैरुत्तरा ग्राह्या, तैतिरीय भिन्न याजुषै पूर्वाग्राह्या भनेर धर्मसिन्धु जुन हेमराज शर्माबाट सङ्कलित भएको ग्रन्थ छ, अनुवादित भएको नेपाली धर्मसिन्धु छ, त्यसको पृष्ठ नम्बर 139 को सुधा 122 मा यो कुरा उल्लेख गरिएको छ। यसको अर्थ के हुन्छ भने, अघिल्ला दिन एक मुहुर्त अथवा 2 घडी, 2 घडी बराबर एक मुहुर्त हुन्छ। अघिल्ला दिन एक मुहुर्त 2 घडी वा त्यसपछिका समयमा पूर्णिमा लागेर भोलिपल्ट 2 वा 3 मुहुर्तभन्दा बढी अर्थात् 6 मुहुर्त, 12 घडी 2 वा 3 मुहुर्तभन्दा बढी 6 मुहुर्तभन्दा कम यदि पूर्णिमा रहेमा तैतिरीय शाखा ध्यायले भोलिपल्ट र तैतिरीय भिन्न यजुर्वेदीले अघिल्ला दिन जनै पूर्णिमाको कार्य गर्नुपर्दछ। भन्नुको तात्पर्य, यदि अघिल्लो दिन 2 घडीभन्दा बढी छ र भोलिपल्ट 12 घडीभन्दा कम पूर्णिमा छ भने तैतिरीय शाखा ध्यायले भोलिपल्ट गर्नु पर्यो, तर तैतिरीय भिन्न यजुर्वेदीहरूले चाहिँ अघिल्ला दिन यानि कि चतुर्दशी कटेर पूर्णिमा लागेकै दिनमा यो कार्यहरू गर्नु पर्यो। अर्को पनि छ निर्णय सिन्धु चूडामणि टीकाको पृष्ठ नम्बर 230 मा उल्लेख गरिएको वचन यहाँ छ, कात्यायन दिनान्तो दिनद्वये पूर्वान्न व्याप्तो एक देशस वर्ष पूर्वै वेति हिमाद्री। यसको चूडामणि टीका अन्तर्गत छ। यसको अर्थ के छ भने, अर्थात् 2 दिन पूर्णिमा परेमा, पूर्वान्य व्याप्ति भएमा वा 100 स्पर्श गरेमा पनि कात्यायनीहरूले अघिल्ला दिन गर्नुपर्दछ। फेरि अर्को छ संस्कार गणपतिको पृष्ठ 878 मा रहेको एउटा छ यहाँनिर वाक्य, पूर्णिमा व्याप्नुयाद नव्याप्नुयाद वा उभय पक्षेपि तैतिरीयकै पराङ्गी कार्या काण्ड वा माध्यान दिनीयैहि पूर्वेति। संस्कार गणपति पृष्ठ नम्बर 878। यसले के भयो त भन्दा, अर्थात् पूर्णिमा दुवै दिन व्याप्त भए पनि नभए पनि तैतिरीयहरूले भोलिपल्ट र काण्डवा तथा माध्यन दिनीहरूले अघिल्ला दिन मान्नुपर्दछ भन्ने कुरा यहाँनिर उल्लेख गरियो। त्यस्तै गरेर पुरुषार्थ चिन्तामणिको पृष्ठ नम्बर 367 मा वाक्य रहेको छ, यदा द्वितीय दिने मुहूर्त षट्क परिमिता पौर्णमासी तदा तैतिरीय भिन्नै रप्युत्तरैव। भन्नुको तात्पर्य के हो भने, अर्थात् भोलिपल्ट 6 मुहुर्तसम्म पूर्णिमा भएमा मात्रै तैतिरीय भिन्नहरूले भोलिपल्ट मान्नु, नत्र अघिल्ला दिन मान्नु पर्दछ। अर्को पनि वचन रहेको छ मदन पारिजात पृष्ठ नम्बर 88 बाट। यहाँ के लेखिएको छ भने, तैतिरीय व्यतिरिक्तै यजुः साखियै पूर्वविद्धैव पौर्णमासी ग्राह्या, अर्थात् तैतिरीय शाखा बाहेका यजुर्वेदीहरूले पूर्वविद्ध पूर्णिमा मान्नु पर्दछ। अर्को पनि यहाँनिर छ, श्रावण्याम पृष्ठपद्यम वा प्रतिपद
षड्मुहूर्तकहि विद्या स्यात् छन्दसां तत्रो पाकर मोत्सर्जनम भवेद। पारस्कर गृहसूत्रको गदाधर भाष्यको पृष्ठ नम्बर 985। यहाँ के लेखियो त भन्दा श्रावणी वा पृष्ठपदीमा उपकर्म कर्म र उत्सर्जनका निम्ति 6 मुहूर्तपछि प्रतिपदा विद्ध भएमा मात्रै ग्राह्य हुन्छ, नत्र अघिल्ला दिन गर्नुपर्दछ। फेरि अर्को छ पारस्कर गृहसूत्रको विश्वनाथ भाष्यको पृष्ठ 277 देखि लिएर 277-78 मा के उल्लेख गरिएको रहेछ भने इयं च श्रावणी समुहूर्तावत् छिन्दौ दैहिकी ग्राह्या औदयी चेदहीना स्यात् तदा चतुर्दशी मिश्रिता ग्राह्या भनेको अर्थात् यो श्रावणी पूर्णिमा 6 मुहूर्त बाढ गरी भए मात्रै औदयिकी मानिन्छ। यस्तो औदयिकी नभएमा चतुर्दशी मिसिएको अघिल्लो दिन ग्राह्य हुन्छ। र यी यस्ता अझै धेरै प्रमाणहरू हेर्दा 2083 सालको उपकर्म श्रावणी स्नान ऋषि तर्पण यज्ञोपवीत मन्त्र भाद्र 11 गते नै गर्नुपर्ने देखिन्छ। तर डोरो बाँध्ने, जुन राखी बाँध्ने रक्षाबन्धन भन्ने कार्य चाहिँ 11 गते के छ त भन्दा पूर्णिमा लागे पछाडि बेलुकासम्म भद्र परेको हुनाले 12 गते नै गर्नुपर्ने देखिएको छ।